दर्शक वृन्द रोल्पाको यही डरलाग्दो भिडबाट पहिरो खस्दा दुईजना चेलीहरूले अकालमै ज्यान गुमाएका छन्। मान्छेहरू चाहिँ निकालिसकिँदै गाईहरू बाख्राहरू चाहिँ यहीँ अझैसम्म यहीँ छ, निकालेको छैन, पछि निकाल्छन् होला साइड अब भयो भने अब अझै निकालिएको छैन। हजुर निकालेको छैन है अब निकाल्यो भने त झुकेर माथिदेखि पहिरो आयो भने त अब त फेरि मान्छे जाने नै भयो। अब उहाँहरू कता कहाँनिर हुनुहुन्थ्यो ठ्याक्कै उहाँहरू ग्वाला चाहिँ? वहाँनिर कहाँनिर भन्दाखेरि त यो ढुङ्गा कहाँनिर भन्दाखेरि हल्का हल्का पहिरोहरू ढुङ्गा तल यो तल साइड छ नि त, हजुर हल्का भिर साइड तल चाहिँ छ नि त, त्यहीँतिर चढाएर आएको थियो नि त। माथि फेरि एक्कासी आउँदाखेरि त माथिदेखि भिर एक्कासी आउँदाखेरि भाग्दाखेरि चाहिँ एउटा दुइटै भागेर चाहिँ जो बित्ने मान्छे थियो नि त, तिनीहरू दुइटै भागेर चाहिँ त फेरि माथि एक्कासी आएर दुइटैलाई पुर्दिएको रहेछन् कि ढुङ्गाले त, ठुलै ढुङ्गाले। हजुर त तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ जब यहाँबाट केही खस्यो भने बाँच्ने कुनै सम्भावना नै छैन के। यस्तो डर लाग्ने भिड छ नि, हामीले यहाँबाट सामान्य तरिकाले हेर्दा पनि शरीर पुरै काम्छ, आँखा पनि पुरै रिङ्छ है। त्यो पहिरो झर्ने बेला हजुर पनि त्यही हुनुहुन्थ्यो कि म त्यहाँ छैन, म त्यहाँ म पनि पर्ने थियो। त्यो पहिरो झर्ने बेलामा पानी परेको थियो कि नै? पानी उतिखेर पानी परेको छैन, त्यो अलि आधा घन्टा पछि पानी पर्यो। पछि पर्यो पानी। अनि यस्तो काम थियो। आजको भिडियो हामी रोल्पाको सुनचहरी गाउँपालिकाको सेरमबाट तपाईँलाई प्रस्तुत गरिरहेका छौँ। भाइ नमस्ते। नमस्ते दाइ। हजुरको नाम? मेरो नाम चाहिँ मन्टिप लोगा मगर दाइ। यो ठाउँमा निकै नै दुःखद घटना भएछ है हिजो? हजुर दाइ। कति बजेतिर घटना हो भाइ यो? दाइ यो एक बजेतिर, ठिकै 1 बजेतिर हो दाइ। है हजुर दाइ। कतिजना हुनुहुन्थ्यो भाइ यहाँ ग्वालाहरू? ग्वालाहरू चाहिँ दाइ धेरै छैनन् दाइ, 3-4 जना जति थिइन् जस्तो मान्छे दाइ मैले पनि। हजुर मान्छेहरू चाहिँ दाइ त्यसै कोही उतातिर चढाएर उता भागतिर चढाएर चाहिँ कोही 2-3 जना यतातिर जो बितेको यतातिर ल्याएर चाहिँ गाई दाइ। अब त्यस्तै घटना भएर चाहिँ सानो त्यस्तै भएर। यो ठाउँमा पहिला पनि यस्तै खालको घटनाहरू भएको थियो कि नै? हजुर दाइ पहिला पनि यस्तै, पहिला धेरैचोटि भयो दाइ घटना। भन्छन् हाम्रो गाउँको बाजेहरूले पहिला पनि मान्छे यस्तै मर्यो, धेरै मान्छे मरिसकिन् भन्छन् दाइ। यही ठाउँबाटै? यही ठाउँदेखि दाइ। ए पहिला कस्तो पहिला पनि पहिरो खसेर? हजुर पहिला पनि यस्तै भएर दाइ। के रहेछ भाइ यो ठाउँमा यस्तो बारम्बार घटना भइराख्नुमा? खैर दाइ अब यता हेरिदिनु होला। त्यस्तो दाइ त्यस्तो थाहा छैन दाइ राम्रोसँग दाइ। जे होस् यहाँ गाउँतिर फेरि दाइ देउडाहरू मान्छन् दाइ, भगवान भन्दाखेरि देउडाहरू जे पूजा गर्छन् दाइ, यताउता गर्छन्। अब त्यस्तै साइड अब खै त के हो दाइ हामीलाई पनि थाहा छैन दाइ। अब हेर्दा त यो भिड त निकै डर लाग्दो छ त। हजुर दाइ डर लास्टै डर लाग्दछ दाइ। है कतिजनाको मृत्यु भएको रहेछ केही जानकारी पाउनुभयो भाइ? हजुर दाइ।